डेकोरेसन भइसकेको छ करन्टहरु ताली ताली बिहाको अगाडि दिन कार्ड डेकोरेसन भइरहेछ बिहाको अगाडि दिन पुरै कार्ड डेकोरेसन है यहाँ पुरै बुढे भाइ जालपा चोकमा झ्याप्पै जालपा चोक गाडी चाहिँ यसरी डेकोरेट भइसकेको छ भोलिको लागि यता पछाडि देख्न सकिन्छ एस लभ एन्ड मोटुम्यान कस्तो लाग्यो तँलाई गाडी राम्रो कहाँ जाने हो भोलि दिस इज बुके फर टुमारो The next day. बिहे ब्लग सुरु हुँदैछ यहाँ घरमा सबैजना अहिले चाहिँ बिहानको 5:45 बजेको छ सुत्नु त यो चाहिँ बिहे घर गाडी रेडी भएको छ झलल मोटु म्यान के छ काल मामा ल चाय खाँदै बिहान 6 बज्नु आयो अब एकछिनमा हिँड्ने हो मोटु म्यान कालु मामा नवीन दाई विकास दाई मेमे लभ बहिनी अन्त दिदी हेलो गरिदिनु न हेलो गरिदेऊ न नवीन दाई हजुर के छ सन्दीप भाइ एकदम ठिक छ अहिले चाहिँ गाडी पूजा गर्दै 3 राउन्ड होला सायद फर्स्ट राउन्ड हो बोक्दै भाउजूहरू गाडी छुन्नको लागि रेडी भइसक्यो जानको लागि गाडीमा चढिसक्यौँ हामी अहिले हलमामा अब लाग्दैछौँ मुगलिनतर्फ अहिले चाहिँ हामी यो सुब्रेकको लागि यहीँ छौँ गाडी यहीँ छ बाटो अहिले पिचहरू भएर एकदम राम्रो भएर रहेछ यतातिर पनि मैले कु आइपुगेँ ल यहाँ दुला दुला अहिले चाहिँ हामी मुगलिन बजारमा आइसक्यौँ मोटे के छ नवीन दाई कालमामा जाँदैछौँ है अब ए बवाल मुगलिन बजारबाट अब हिँड्दै गोर्खा बजारतिर प्रस्थान गर्दै जन्ती टोली यस्तो छ पुरै पुल तरेर जानुपर्ने रहेछ अहिले चाहिँ हामी पुरै हिँड्दैछौँ है मोटे हलमामा हाम्रो यता मामा मामा हेलो भनिदिनु त रुखहरू यस्तो ट्याक्कै खै साना मोटे चस्मा लान लाउनु नि चस्मै नलैजेल त्यहाँ
चस्मा ला खै लगाइदिएन हेरौँ खोइ यता त ओए मोटे स्कुलमा आइपुग्यौँ हेलो हेलो शिव दाई बहिनी दिदी करन्टार गाउँमा है छिर्यो गोर्खा करन्टार जन्ती वर्षाउने कार्यक्रम भइरहेको छ सन्दीप गुरुङ बहिनी यस्तो हुँदो रहेछ थाहा छ है करन्टारको आमा छैन साह्रै जाति बाटोमा यसरी चाहिँ वेलकम प्रोग्राम हुँदैछ दुधाको भाइहरूले बोक्ने होला सायद आई गेस पहिला टिका फ्रायर आयो जुत्ता लुगायो आमाहरू गएर सामान थियो भित्र लैजानु अहिले चाहिँ यहाँ पसलमा ट्याक्क लाएर सौजो खाएर बसिरहेको अवस्था नवीन दाई के छ भन्नु न यस्तो भ्लगमा एकदम बगल यहाँ यो पट्टु भाइ चाहिँ पुरा ब्याचलर मान्छे हो होइन भर्खरै विदेश गएको यहाँ मामाले बिहा गरिदिएको तडपेर फोन हानेको 1.5-2 घन्टा भइसक्यो फोनै काट्दैन आफ्नो ब्याट्री डाउन भइसक्यो अब यताबाट हान खाजा खाने प्रोग्राम सुरु भएको छ यसरी रमाइलो छ है एकदमै खाजा आउँदैछ खाजा सुरु भएको छ छाला खान्न म खाने
अझै फुट्यो भने के गर्ने यत्रो महँगो हेलमेट सँगै लिएर हो सँगै लिएर राम्रै रहेछ क्या हजुर अरू हेर्न चाहने मानवहरू पनि छापा ल तै प्रभु भयो प्रभु कति कति ठाउँमा प्रभु विकास भाइ नाच्नु नाच्दिनु के नाच्नु नाच्नु झोला राख्नु न झोला
मसित मनको साइनो जोडी छौ कोसित जोडी काट्छु भन्थ्यौ नि मसित मनको साइनो जोडी छौ कोसित ल भाइहरु फेरि आउनु अब इज्जत पनि सवाल हुन्छ अब छोरी लगाएपछि त अलिकति इज्जत राखेर जानु पर्यो अब यसो म सबैले निवेदन गरेँ हामी त्यो ढुङ्गा नै चाहिँ लिँदैमै ठुलोमा भइहाल्ने नि होइन यो हाम्रो कल्चरमा छैन प्रब्लम हामीले सिको गर्न लाग्छौँ अझै पनि हाम्रो गुरुङ जातिहरूले के सिको गर्छ मलाई थाहा छ है नयाँ नयाँ सिको गर्दै नजाओस् हाम्रो कल्चरले चाहिँ डेभलप गर्नुपर्छ तर अहिले गरिरहेको छ तर के गर्नुपर्छ भने सालीले भेनाको जुत्ता संरक्षण गरेको राम्रो हो एकदम हराउन सक्छ के लाएर जाने हराउन सक्छ त्यो राम्रो हो त्यसमा चाहिँ अब 1500 मा किने हो त्यति नै भयो भने 1500 मा किने जुत्ता हो यो दुईचोटि गर्ने धेरै हुन्छ तीनचोटि गर्ने झन् धेरै हुन्छ त्यसरी गिने गर्ने लिँदा हुन्छ 4 चोटिसम्म भेनालाई फेन्सीको कपडा नबनाउनु न मलाईको विषय त्यो चाहिँ अब आफैले
खतरा सेफ्टी रहेछ नि त लकरमै राखेको ल अब भाउजू लिएर घरतिर लाग्दै यता भेनाको छाता ल ल ल ल राति उठ्यो भाइ घर जान्ला ओए साइड ब्याग बोकेर हेर्ने सबैजना घर जाँदै है त Congratulations. तिनजना है नअटेर ओइ मोटे बर्बाद छ बर्बाद स्लीप मोड अन गाइजहरु चाहिँ केटिएम तर्फ जाँदै सबैजना The next day. चाहिँ आज डे 2 हामी चाहिँ बेलुकाको 6 बजे फुड ल्यान्ड वसुन्धरामा नवीन दाइ यता हेर्नु नवीन दाइ हेलो भाइ हाउ मच एक्साइटेड यु आर सो मच बहिनी भनौ यामा बहिनी त लास्ट हलको देखा यार झन् अन्टी देखाऊ तिमी त कस्तो भन्दै जिस्काइदियो बुढे के कस्तो लागिरहेछ त बाबु त्यसै भन्दै अहिले चाहिँ बिहे हलमा टिका लगाउँदै ए हुन्छ हुन्छ छ